Hello everyone, welcome to our channel. Aben, hello everyone भन। राम्रोसँग। आज हामी कहाँ जाँदै बेबी? घुम्न कोसँग? त्यो मुख बनाएर न। आज चाहिँ हामी घुम्न जाने भन्ने कुरा छ। कहाँ जाने, के गर्ने भन्ने कुरा चाहिँ मलाई राम्रोसँग थाहा छैन। रेडी भएर आइज भने चाहिँ सङ्गीताले, अनि हामी चाहिँ रेडी चाहिँ भइसक्यौँ। अनि मैले चाहिँ सङ्गीताले दिएको टी-सर्ट लगाएको छु, अनि आफगानले चाहिँ यस्तो ड्रेस लगाएको छिन्। अब हामी चाहिँ घुम्न जाँदैछौँ। लेट्स गो। यति गर्मी, कति घाम हो हे भगवान। टन्टमा घाम छ। हाम्रो यहाँ गति यस्तो भइसक्यो। आफगानले विन्ड सिटर लगायो उकालेर। ड्याडीको हालत त्यस्तो छ। ओ माई गड, कसरी जाने हो? शीतल ठाउँ छ होला नि उतातिर है। एकदमै गर्मी रहेछ। किन रिसाएको र? A few moments later. बेबी यता हेर त, कसलाई पुरेको हो? कताबाट आइसिन्छ? होइन, उताबाट आइसिन्छ। 2000 years later. सङ्गीताले चाहिँ हामीलाई 1 घन्टै कुराइ होला। त्यसपछि यति घाम थियो, मैले सबै कुरा रेकर्ड गर्न पनि भ्याएन। अनि हामी चाहिँ गोदावरी आइपुग्यौँ। यति भिडभाड, यस्तो घाम छ नि। आज हामीले गलत त्यो गऱ्यौँ कि डिसिजन। पानी पर्दा पानी पर्छ। आज शनिबार, घाम, भिडभाड। यो त अझै टिकट काट्ने ठाउँको मात्रै भिड हो। उता त भिड त देखाउने बाँकी छ। अनि यता आफगानको हालत त्यस्तो छ। ट्याक्सीमा सुतेको, अहिलेसम्म सुतिरहेको छु। रिचार्ज भइरहेको छिन् आफगान चाहिँ। के छ कहाँ ट्याक्सीमा? फाइनल्ली हामी चाहिँ गोदावरीभित्र छिर्यौँ। के भयो सङ्गीता? सबै निकालेको? अरे यो पनि त प्लास्टिक हो नि। यो पनि प्लास्टिक हो, यो पनि प्लास्टिक हो। Five minutes later. बस्ने ठाउँ खोज्दै हिँडिरहेको छौँ। कस्तो राम्रो रहेछ। भित्र आइसकेपछि वाउ लाग्यो। अघि घाम भएर त घर जाम जस्तो भइरहेको थियो। अहिले त्यहाँ मन पऱ्यो, कस्तो राम्रो रहेछ। हामीले पनि त्यो ल्याउनु पर्ने रहेछ कि सङ्गीता। सङ्गीता हामीले पनि बेडसिट ल्याउनु पर्ने रहेछ कि है। बसौँ अब एक ठाउँमा ऊ त्यहाँ बसौँ न उता। आफगान चाहिँ सुतिरहेछन्, अहिलेसम्म पनि सुतिरहेछ ऊ चाहिँ। मैले निन्द्रै घरबाट सुत्थेन क्या यो। बेबी गोदावरी। ये बड़ी अच्छी बात कही आप। चटपटे बनाउने तयारी हुँदैछ। उताले सङ्गीता, आफगान। आज चाहिँ करेन्ट के हो यो? करेन्ट कुरकुरे खान पाएर एकदम मक्ख छ। वाह दियो। कहिले पनि दिन्थेन। अनि हामीलाई चाहिँ जहाँ गए पनि चिया नखाइ चाहिँ हुँदैन। ल हेर्नु है, सबैले चिया खाँदैछौँ। दुध चिया चाहिँ चाहियो सबैलाई। फाइनल्ली हामी चाहिँ 8 बजीतिर चाहिँ घर आयो। अनि यस्तो थकै लागेछ, यस्तो थक। म चाहिँ आउने बित्तिकै नुहाएर खाना पनि बनाइसकेँ। अब हामी खाएर नुन गर्ने। कस्तो खुट्टा दुखिरहेछ है बेबी? तिमीलाई थकै लाग्छ? तिमी टायर्ड भएको? तिमी कहाँ गएको आज? बदाम बदाम होइन नि बेबी, गोदावरी भन। गएको? खुब इन्जोय गर्यो? रमाइलो भयो? हो। कोसँग गएको? अर्को मामा हो।
ल सबैलाई बाई बाई गर्नु नि त बाई बाई ओके बाई